हाई एभ्रिवान नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। शुभ दिन शुभ बिहानी। के भिडियो लिएर आएको छु भने हजुरहरूले टाइटल हेरेर फुल भिडियो वाच गरेर थाहा पाउनुहुनेछ। आई होप सबै सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु। मेरो भिडियो के कस्तो लाग्छ लास्टसम्म हेरेर लाइक सेयर कमेन्ट गरिदिनु होला। ल यो भिडियो मेरो माइत घर दिदी भाइ सबैलाई प्र्याङ्क गर्ने भिडियो हो। यो कस्तो हुन्छ यो कस्तो हुन्छ त्यो चाहिँ मलाई थाहा छैन, तर चाहिँ मैले जति सक्छु जति सकेको छु त्यो चाहिँ भिडियो मैले फुल वाच गर्नेछु। ल लास्टसम्म हेरेर हजुरहरूले माया गरिदिनु होला। यो प्र्याङ्क गर्ने कुरामा चाहिँ मैले मेरो बुढालाई सोध्छु। हस्बेन्ड हाई भनिदिनु मेरो भिडियोमा, हेलो। अन्त अहिले चाहिँ हामी अब सबैलाई यहीँ बुढालाई साँची राखेर नै मैले प्र्याङ्क गर्दैछु। यो कुरा चाहिँ तपाईँलाई नराम्रो बनाउँछु कि मैले। अनि के भन्छ नि फेरि हामीले मम्मीलाई फुपूहरूलाई चाहिँ हिँड्दै सक्यौँ। सरी 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 मनाइदिई सरी भन्न चाहन्छु। यो चाहिँ युट्युबको लागि मात्रै हो, हजुरहरूलाई मैले भिडियो बनाएको। हिजै नै हिङ्स्दै सक्यौँ। हिङ्स भनेर नि त्यसरी उसलाई नराम्रो गराउनको लागि चाहिँ हिजै नै मैले भनिसकेँ, तर भिडियो बनाउनु पाएन। यत्तिकै आफूलाई उसलाई नराम्रो बनाइसक्यो हिजो। यस्तो भनेको 1 वर्ष भयो के अरे, अब पुरानो भयो के अरे, म कहीँ लिएर जाँदैनन् के अरे, यस्तो गर्दैनन् उस्तो गर्दैनन् के अब समथिङ के भनिसकेँ है मैले हिजो। अब उहाँ चाहिँ बर्थडेमा गएको न्यू पार्यौँ हिजो। मलाई चाहिँ लिएर गएनन्, अस्ति पनि लिएर गएनन्, गरेन खाएर आएन, यस्तो टाइपको कुरा गऱ्यौँ। अनि मैले चाहिँ मलाई कुट्नु भयो रक्सी खाएर। उहाँले चाहिँ त्यस्तो कहिले गर्नु नै, उहाँ फेरि हिजो मैसँग हुनुहुन्थ्यो। अनि प्लान पनि बुढाबुढीकै है बुढो, प्लान पनि बुढाबुढीकै नै हो। अनि के कस्तो हुन्छ भनेर मात्रै उहाँ उहीँ कोठामा हुनुहुन्थ्यो, म यहाँ थिएँ। मम्मीसँग बोल्दाखेरि त्यहीँ हुनुहुन्थ्यो, म पनि त्यहीँ थिएँ। फुपूसँग बोल्ने बेला म यहाँ थिएँ, उहाँ चाहिँ त्यहाँ हुनुहुन्थ्यो। अनि फुपूले चाहिँ भोलि म ज्वाइँलाई फोन गरेर सम्झाउँछु नि किन रुवाएको त्यसलाई भनेर यस्तै हिँड्दै सक्नुभयो। अनि सरी फुपू सरी मम्मी, म हृदयदेखि नै सरी भन्न चाहन्छु। दाइ भाउजूलाई चाहिँ फोन गरेको छैन अहिले, डाइरेक्ट फोन गर्ने भनेर। उहाँहरूको रियाक्सन कस्तो आउँछ के आउँछ त्यो चाहिँ हामीलाई थाहा छैन। दाइ भाउजूलाई चाहिँ हिजो मैले फोन गरिनँ, मम्मीलाई र फुपूलाई मात्रै गरेको थिएँ। आयो अब मेरो कुरा मेरो विश्वास गर्नुहुन्छ कि नै, उहाँहरूलाई थाहा ज्वाइँ यस्तो हुनुहुन्न उस्तो हुनुहुन्न भनेर हो कि नै बुढो भन्दैन। मलाई नराम्रो मात्र बनाउनु होइन यो भिडियोको लागि हो नि त। यस्तो अब के कस्तो हुन्छ, अब हामी त एउटा युट्युब फ्यामिली छ, विश्वास गर्नुहुन्न मलाई लाग्छ। तर विश्वास चाहिँ गर्नु हुँदैन। तर म विश्वास गर्ने चाहिँ दिलाउँछु। म रोएर हुन्छ के गरेर हजुरहरूलाई भिडियोमा देखिहाल्नुहुन्छ। तर त म जसरी भए पनि मैले मेरो भिडियो राम्रो बनाउनको लागि म एक्टिङ गर्छु। यो चाहिँ मैले सोचिरहेको छु हो कि नै। बेस्ट अफ लक। हजुरले साथ दिएको हजुरलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। यी भित्र होइन नि त, तल गाडीमा गएर लुकेर बस्नु कि किन होइन नि, मलाई हाँसो लाग्छ नि त। हिजो म मम्मीसँग बोल्दा मलाई हाँसो लाग्थ्यो। आई होप सरी मम्मी, सरी दाइ भाउजू, सरी फुपू। यो चाहिँ हामीले प्र्याङ्क मात्रै गरेको, यो भिडियोको लागि मात्र हो। हजुरहरूले यत्तिकै नराम्रो नसोच्नु होला, हामी त्यस्तो छैनौँ। हजुरलाई थाहा छ हजुरको छोरा बुहारी बहिनी ज्वाइँ एकदम बेस्ट के। हामी दुइटा एकदम मिलेको छौँ, हाँसेको छौँ। फर्स्ट अफ अल त कोपिला दिदीलाई र के अमन दाईलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। यस्तो राम्रो दियोर दिएकोमा यो भिडियो चाहिँ उनीहरूको लागि पनि प्र्याङ्क हुनेछ। मलाई कस्तो दियोर लाइक कस्तो दियोरसँग बिहा गराइदिस्, यस्तो गर्नु मेरो जिन्दगी यस्तो भयो, सोचेको थिएन भने बिचरा त्यसलाई पनि म प्र्याङ्क गर्छु। सरी हृदयदेखि सरी, मलाई रुन आइसक्यो। तर आई होप दिदीलाई त एकदम हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। यस्तो राम्रो दियोर भेटाइदिएकोमा, दियोर मिलाइदिएकोमा म एकदम खुसी छु। मेरो फ्यामिली, मेरो घर परिवार माइत सबै हामी एकअर्कासँग खुसी हौँ कि नै, धेरै खुसी धेरै नै धेरै खुसी हौँ कि उहाँहरूले पनि देखिरहनुहुन्छ नि त हामी मिलेको भिडियोहरू यताउति। उहाँहरूले विश्वास गर्नुहुन्छ गर्नु हुँदैन त्यो मलाई थाहा भएन, तर चाहिँ मैले चाहिँ बेस्ट दिएर म चाहिँ भिडियो गराउन चाहन्छु। तर हृदयदेखि नै सबैलाई भन्नु न सरी भन्न चाहन्छौँ। यो हाम्रो प्र्याङ्क भिडियो मात्रै हो, यो अनाथा नसोच्नु होला। अरू केही भन्न चाहनुहुन्छ बुढो? म त भिडियो पुरा हेर्न चाहन्छु। हेर न भन्नु न के भन्नु र मैले
अहिले यो क्लिप मात्र हो। अहिले चाहिँ प्र्याङ्क भिडियो स्टार्ट गर्ने नेपालको 9 बजे, किनकि सबै यताउति गर्न लान्छ। र मेन त ठुल्दादा भ्याउनुहुन्न नि त, अनि ठुल्दादा पसल खोल्ने बेला हुन्छ, त्यति बेला पसल खोल्दा तल हुनुहुन्छ बिचरा। सरी दाइ, बिहान बिहान मैले स्याड कुरा सुनाउँदा हजुरको मनमा के पर्छ कस्तो पर्छ त्यो त मलाई मात्रै थाहा। बिचरा बहिनीले बहिनीले यो गर्छ त्यो गर्छ, मलाई आशा विश्वास छ भनेको दाइ। प्लिज नराम्रो कुरा नसुनाइ भनेर मनमा नसोच्नु होला। यो चाहिँ प्राङ्क भिडियो मात्र हो, युट्युबको लागि ज्वाइँ त्यस्तो हुनुहुन्न। म सबैलाई सरी भन्न चाहन्छु। यो भिडियो चाहिँ अहिले हामीले स्टार्ट गर्नेछौँ अहिलेको लागि चाहिँ। सो गाइज, हामीले चाहिँ भिडियो स्टार्ट गर्न प्र्याङ्क गर्नको लागि कन्टिन्यू हुन्छ। अब चाहिँ यहाँ के गर्न लाम भने अहिले यहाँ निलो पार्ने, यहाँ यस्तोमा ठ्याक्क यस्तरी स्वाट्ट हान्दा बेलले लाग्छ नि त। अनि यो बेलले हानेको चाहिँ माइतीतिर दादालाई ठुल्दादालाई अनि फुपूलाई भन्ने, अनि पछि बेलले त हुन्न केही हुन्न कि नाटक नगर्नु कि नाटक नगर्नु बेसी त्यस्तो थाहा भने के चोट लाग्यो सारी सोची त्यस्तो बनाउने नि केही हुन्न कि लास्ट याको सोच्नु पर कोन लाउनु यस्तो कुन हुन्छ त्यो बेलको छातो चलाउनु नि है एउटा आउने बेला यस्तो गर्नु हजुरले हेर्नु होला हामी कसरी प्लान गरेको यो भिडियो हाँस्नु हुँदैछ हाम्रो फ्यामिलीहरु मधे हेर्दिन कस्तो मिस गर्नु यो भिडियो हामीलाई यति सर्फ यति गाली गर्नुहुन्छ नि मैले यति रातो गर्नु रातो गर्नु नि दियो बोतल सरी एकदम सरी भन्न चाहन्छु मम्मी भाइ भाउजू सबैलाई हाम्रो नाटक हेर्नु होला के कस्तो लाग्छ म त कति एक्साइटेड छु। रातो भन्नु रातो कौन सी लड़की है रातो भन्नु रातो हुन्छ म चाहिँ बिच लाउँछु आमा अझै लाउनु न रातो सिम्बा हेर्नुस् गाइस निलो रातो देख्यो टक्क लाग्यो हामीले चाहिँ प्लान गर्दियौँ ढाके के हुन्न होला यसो ल्याउने यहाँ रातो यहाँ कुन दबाई किन यो यसो बिस्नु यहाँ गाउँ भन्ने हुन रातो त बुझाइ रातो लागि भनिन्छ के त्यो छोडिदिनु के हुँदैन रातो ल ल रातो मागा ल फेरि यस्तो दिन देखेन यस्तो गर्नुपर्छ भिडियोको लागि अझ यहाँ यहाँ म खै म हेर्छु ओ वाउ ल बस सो गाइस बुढो बिसाइदिनु सो गाइस प्र्याङ्क चाहिँ सक्सेसफुल हुन्छ हुँदैन भन्ने कुरा हो। हामीले चाहिँ क्यामेरा सेटअप गर्छौँ, सेटअप गरेर म माइक यहाँ बोलेको पनि गरिदिन्छु, मम्मीहरू सबै बोलेको सुन्नुहुन्छ, हजुरहरूले पनि हामीले नि म बोलेको नि सुन्नुभयो होला। यो चाहिँ गाली खुल्नु यो वाला भिक्छु र अर्को वाला ल्याउनु न अर्को पिरो हुन्छ कि बिक्सरी रातोवाला है र यसले त हुन्न के ए सन्तोले हुन्छ उयो छ न त्यसमा रात बिरुको भन्नु पर्दैन नि हैन तल युट्युब च्यानल आएछ छैन। Oh my god! Wow! पिरो कान्छाले फोन गर्नु यतिकै बसेर हो छुट्टी हो म भोइस मेसेज त पठाएको मैले पठाउनु भएको नि अहिले मैले फोन गरेको कहाँ हुनुहुन्छ भनेर फोन गर्छु भने त फोनै लाग्दैन नम्बरमा यानी छ यस्तो छ भन्ने अर्को पनि त्यस्तै बाटो हिँड्छ नि यस्तै के भएको फलकै के हो म त यस्तो होइन सधैँ त्यस्तो हुँदैन त्यही चाहिँ के भयो त्यो घरमै त टेन्सन होला नि कहिले हजुरलाई कति ह्याप्पी भएर देखाउँछ फोन गर्नु भयो नि कान्छे रिसाएर उहाँ लगेज प्याक गरी ऋण खोजेर प्लेन टिकट काटेर नेपाल आउँछु भने तैँले किन यस्तो गरे कसको आँखा लाउँदै बिस्तारै मन बिगार देखायो कि जस्तो लाग्यो त्यस्तो आज त्यसलाई म खुब कराउँछु त मैले बिहानै सोचेको थिएँ अरे बाँच्ने आधार भनेको तै छस् तैँले नै यसो गरिस् भने म के हेरेर बस्ने त किन बस्ने म तेरो घर म बस्दिनँ आज म भन्छु त्यसलाई त्यसले मजाले म भन्छु मेरो छोराले मात्रै गर्छ यसो गर्छ उसो गर्छ भनेर को गर मेरो अरू एकछिन तिमी म गर्दा फोन गर त
त्यहाँ मगर काका मगरलाई उसलाई फोन गर्छु कि एकचोटि गरेर मलाई गर त त्यता कहाँ गएको त्यो थाहा हुन्छ सो गाइज मैले चाहिँ मम्मीलाई प्र्याङ्क गरिसकेँ मम्मी रुनु भइसक्यो के कस्तो भिडियो बन्यो मलाई थाहा भएन हजुरहरूले देख्नुभयो होला सो गाइज मुटु चढ्तर कामेर कस्तो भइसक्यो थियो मेरो अब चाहिँ हेलो फुपूलाई गर्छु दादालाई गर्छु के भन्नुहुन्छ सो लास्टमा हेरिदिनु होला हजुरहरूले हेलो नमस्ते नमस्ते भाउजू कहाँ हुनुहुन्छ भाउजू त पनि लाग्दैन त के भनेको भाउजू कहाँ हुनुहुन्छ भाउजूको त पनि लाग्दैन त भाउजू माथि छतमा कपडा सुकाउन ए तपाईँ कहाँ हो त म दोकानमा को हो त एक्लै ए के भयो तपाईँको जोइले मलाई कुटेको किन अनि तैँले खाना बनाउन पर्छ नि त फेरि अहिले कहाँ हुनुहुन्छ त खै बिहानै गाडी लिएर गएको के अरे राति 12 बजे आएको थियो बिहान गाडी लिएर गएको के अरे खै पहिला पनि हो र पिटेको खाना बनाएर राखिदिनु त खाए पनि नखाए पनि फेरि मिलेर बस्ने के अरे बाहिरको ठाउँमा चाहिँ झगडा गरेर हुन्छ र यहाँ हातमा बेलले हानेर यहाँ निले मम्मीलाई मम्मीलाई सम्झाउनु भन्नु त मैले त्यस्तो आदेशमा आउने काम नगर भोलि बिहान घरै हो हैन गरी उस्तो गरी भन्नलाई त्यस्तो भनेर त भएन के त्यही मिलेर बस के अब त्यो आमा त्यही हो त सास मम्मीलाई चाहिँ फोन गरेर सम्झाउनु भनेर चाहिँ अब के कस्तो हुन्छ मिलेर बस प्लस अनि के रे उसको के कुरा चित्त बुझ्दैन त्यो काम नगर्नु त खाना बनाउनु पर्यो मैले बुझेँ तँलाई खाना नलाएर बनाएनस् तर चाहिँ उसलाई पहिला पनि यस्तो थियो भने खाना बनाएर नखाए पनि बनाएर राखेर मैले खाए भन्नु पर्छ नि त फेरि तैँले साथीहरूको पार्टीमा अब अप्ठ्यारो हुन्छ अब आदेशमा नआइज नरिस अब एकचोटि सास मम्मीलाई भनेर फोन लाएन के गर्ने हो भनेर चाहिँ अब सम्झाउनुहोस् अब म त यस्तरी छु भनेर चाहिँ फेरि फोन गरेर उस गर्के बेगर किन सत्र हँसाउँछस् बाहिर देख्दा राम्रो छ अब आफतेर मम्मीसँग सल्लाह गरेर मम्मीलाई चाहिँ फोन गर्न पठाए कि है ल हुन्छ ख्याल गर साथमा ल ताइलाई पनि मैले प्र्याङ्क गरिसकेँ सरी भन्न चाहन्छु बिचरा मेरो बुढा त्यस्तो हुनु थाहा छ मैले उहाँहरूलाई प्र्याङ्क मैले चाहिँ सकेँ प्र्याङ्क गर्नलाई अब चाहिँ फुपू हुनुहुन्छ फुपू र अनि कुप्ला दिदी मम्मीलाई र दाइलाई त मैले प्र्याङ्क गरिसकेँ सरी भन्न चाहन्छु दाइ मम्मी हजुरहरूलाई मैले रुवाएँ हजुरहरूको मैले रिटाइली प्लान बनाएको यो सक्सेसफुल होला नहोला भनेर सरी भन्न चाहन्छु अब चाहिँ दिदीको पालो दिदीलाई फोन गर्छु फुपूलाई फोन गर्छु के भन्नु ओइ के भएको कान्छा यस्तो तेरो दियोर के कस्तो खुलाइ हो र म त नबस्ने म त गालामा यहाँ छाप बस्छ कहाँ हुनुहुन्छ त बाबु उही छैन कि बिहान गाडी लिएर भाइहरू त यस्तो त छैनन् है दाइहरू पनि किन यस्तो अहिलेसम्म तेरो दाइले मलाई अहिलेसम्म हात उठाएन हेर त किन यस्तो भएको म त हेर कस्तो म त विश्वासै गर्न सकिएन भाइ यस्तो गर्लान् भन्ने त म दाइलाई फोन गरेर भन्छु हजुरले फोन गर्नुहुन्छ के भयो कोही बेला भन्दै म त केही भन्दैन मैले भने तेरो दाइलाई झगडा त सबैको भइहाल्छ नि दाइ होइन
यो र कुरो सुम्ला बसेर यहाँ गालामा पनि छाप्छ के रात्ते त्यही त चिन्न नजानेको ठाउँमा त्यस्तो एक्लै बनाएर त झ्याउ भयो के मलाई पहिले पनि त्यस्तै गर्नु नि रहेछ क्या पहिलेदेखि खै म यत्रो 1 वर्ष भयो केही थाहा पाइन 2 चोटि भयो के यस्तो गरेको खाएको बेला होला के होइन आएर खाइ भए पनि त आएर घरको सुति त भयो किन हात हाल्न पर्यो र नलाग्ने ठाउँमा लाएर केही भइहाल्यो भने त झन् टेन्सन हुन्छ नि अब के गर्ने अब टाढा हौँ अब भनेर अब के भन्नु पनि के भन्ने अब फोन गरेर हुन्छ कि सानो मन नगराउनु खाना बनाउनुहोस् खानुहोस् अनि केही काम गर्नु के जया हाम्रो भन्नु तपाईको हामीले यो युट्युबको लागि प्र्याङ्क भिडियो बदमास कुकुरलाई त फोरै लागेन भने अनि त्यस्तो उर्फेटाङ पनि प्र्याङ्क भिडियो नि त प्र्याङ्क साँच्ची है अनि प्लान भनेर चाहिँ मान्छेलाई चाहिँ युज गर्छ युट्युबमा भिडियो आउँछ हेर्नु ल चाहिने कुरो नगर सिरियसली भएर अझ रोज जस्तै गरेको थियो अझ सँगै बुढाले के अरे लिपस्टिक लगाइदिने के लगाइदिने गरेर भिडियो छ नि त त्यहाँ पुरोमै भिडियो छ त नि किन फेरि गर्नुभयो उर्फेटाङ गर्ने पनि सीमा हुन्छ बहिनी चाहिँ कति खुसी छ हामी हजुरलाई थाहा ल ल छिटो त्यस्तो नलिनु है केही हुनुहुन्न ठिक हुनुहुन्छ सरी यो भिडियो हाम्रो प्र्याङ्क भिडियो कान्छ यही हुन्छ यहाँ क्यामेरा अघि हेर्नु न बाइक यहाँ हामी अलि क्यामेरा यहाँबाट यसरी भिडियो गरेर बाइक छ यहाँ बाइक छ हजुरको बोली सबै रेकर्ड भएको छ यस्तै गरेर दाइ भाउजूलाई कान्छा दाइको त बुटोलको कोपिलालाई सबैलाई एकचोटि सबै थुप्रो देखाउनु न यता हेर्नु न छिटो I'm so sorry भन्छु यो प्र्याङ्क भिडियो मात्र हो कि मात्र युट्युब को लागि अगाला रोउनु बाइ केही आउँदैन है म रोको चाहिँ त्यही भरि मामी 10 चोटि उठबस गर 1 2 3 4 अगाला दुख दिनी अगाला टेन्सन देसी त्यसलाई मैले फोन गरेदेखि कस्तो कराउँछु भनेको थिएँ आज कस्तो लाग्यो पनि बारीको प्र्याङ्क कस्तो लाग्यो मम्मी भनिदिनु न कि माइक चाहिँ यहाँलाई भन्नुहुन्छ अब सुनेपछि मलाई कस्तो लाग्छ अहिले बल्ल होइन छ भन्ने भयो नयाँ पनि मलाई कति पिर परेको थियो भन्ने कुरा मलाई नै थाहा हात परेको तिमी कस्तो मान्छे सरी यो चाहिँ हाम्रो युट्युबको लागि प्र्याङ्क भिडियो मलाई थाहा थियो सरी मलाई थाहा थियो तिमीले युट्युबको लागि भिडियो बनाएकै थियौ अनि मैले सोचे यस्तो भयो अनि मलाई यहाँ कम तबिर परेको थियो बाप यता हेर्नु हेर्नै सपनामा पनि चिताउन नपरोस् है मैले यस्तो कुरा गरेँ राम्रो दियोर दिएकोमा मलाई म खुसी नै छु मलाई रोउन लिएर तेन नाटक गरेको त्यसरी त भिडियो बनाएर नलाई मेरो ज्वाइँ त अहिले त गुड मेरो ज्वाइँ हैन मेरो छोरो त्यस्तो हुनुहुन्न है अहिले तक त केही राखेन मैले पिट दिन्छु मैले पिट्नु न गाला थाप्छु आइ के अरे पिट्नु रे यो प्र्याङ्क भिडियो हाम्रो युट्युबको लागि सरी भाउजू सरी भाउजू त्यस्तो हुनु नजाइ हामी सँगै त्यो भिडियो पनि केटाकेटी पनि देखेर हाँसे रोइसक्यो रे भनेर रोएर
यति आउने रहेछ लाथे कि मलाई पछि यसले कहीँ प्राङ्क त गरिखेन नि भनेर यी भिक्स चलेर रोक्यो नि त्यतिकै कहाँ रुनु भने यहाँ ज्वाइँको मेरो यहाँ प्लान बनाएर ज्वाइँले यहाँ मलाई रातो दल्दिएर यहाँ कन्सिलरहरू लगाइदिएर रातो दल्दिएर सबै परिपक्व बाहिर गाडीमा गएर बसेका हुन् यहाँ ए ज्वाइँ यति बेइज्जत गरिदिनु भएन रक्सी खाएर आएर मलाई पिटो भाउजू म अब चाहिँ आएर बस्छु अरे हजुर त्यस्तो भिडियो राख्ने हो क्या हो ए मम्मी छ्या कस्तो लाग्यो नि भाउजू हाम्रो प्र्याङ्क तपाईँले साक्षी लिनुभयो त एकै यहाँ क्यामेरा सेटअप छ यहाँ माइक छ माइक हजुरको प्र्याङ्क भनिदिनु पर्यो जब मलाई बोलाले रहेछ ल मलाई बोलाले न मम्मीले यस्तो फिटेक्राउने ए बाबुले नि हो भनेको त भाग्नुहोस् भयो भिडियो चाहिँ हेरिसक्नुभयो होला लास्टमा भिडियो कस्तो लाग्यो भनिदिनु होला तर यो भिडियो चाहिँ हामीले यत्तिकै मनोरञ्जनको लागि फ्यामिलीले कति माया गर्नुहुन्छ कति केयर गर्नुहुन्छ फ्यामिलीको रियाक्सन कस्तो आउँछ भनेर हामी मात्रै बनाएको भिडियो हो तर अनर्थ नलिनु होला गर्नुहुन्थेन पत्ताउनुहुन्थेन त्यो कुरा चाहिँ 2 दिन अगाडि नै हिङ्स्दै रहेको थिएँ कान्छा हुनुहुन्न यताउति भनेर नै भनिरहेको थिएँ तर चाहिँ सरी भन्न चाहन्छौँ फ्यामिलीहरूलाई तपाईँले के भन्नु चाहनुहुन्छ सरी दाइ भाउजू सरी मम्मी हामीले कन्टेन्ट मात्र बनाएको हामीले त्यो एउटा एकदम खुसी छौँ रमा छौँ डुले छौँ हिँडेछौँ तर मलाई नलेसँग कहीँ पनि जानुहुन्न उहाँ मैले यत्तिकै कहीँ जानु पनि भएको छैन यत्तिकै बनाएको ठ्याक्कै अपोजिट उल्टे नै कुरा गरेर भनेको थिएँ फ्यामिलीलाई सिरियस हुन्थ्यो तर मेरो प्र्याङ्क सक्सेसफुल भयो थ्याङ्क यू फर वाचिङ माई भिडियो लास्टमा हेरेर साथ सपोर्ट दिनुभएकोमा धन्यवाद बाई भनिदिनुहोस् बाई थ्याङ्क यू फर वाचिङ